Namaste, good morning all of you. Just I am reading out as a main thing this book which was written by James Allen. Actually this is not a novel books, it is called philosophical and I think classic. So this one line I read out: effect on thought on circumstances. It means in Nepali I have to convert it. परिस्थितिहरुमा विचारको प्रभाव. Without taking much more time, I will telling about you. Man's mind be likened to a garden which may be intelligently cultivated or allowed to run wild, but whether cultivated or neglected, it must and will bring forth. It is not useful seed, are put into than an abundances useless weed seed with false therian, and will continue to produce their kind. It means what? This line touching time to time in my heart. Sometimes I have to read out this one books. It means our mind is like a barren word. It means in Nepali I have to convert बन्जर. जब मान्छेलाई यो खेती हुन्छ, खेत फिल्ड त्योमा केही बिउ रोपिदियो भने, राम्रो फुल रोपिदियो बगैँचामा भने त्यो राम्रो फुल दिन्छ र त्यही बगैँचालाई छाडिदियो त्यस्तै अन्य नाना थरीको बिउहरू त्यो घाँसहरू उम्रिन्छ, न काम नलाग्ने. त त्यही फिल्डमा हामी प्लॉइङ गरेर फिल्डमा सीड्स या बाली कुनै कुरा उमारिदियो भने त्यो हेर्नमा पनि सुन्दर आउँछ अनि त्यसको आउटपुट पनि आउँछ, हैन. सो जस्ट आई एम टेलिङ अबाउट यु, जस्ट लाइक आवर माइन्ड. हाम्रो माइन्डमा छोडिदियो, त्यस्तै छोडिदियो भने, केही सोच्दिनु भने, केही क्रिएटिभ कुरा गर्दिनु भने हाम्रो माइन्ड पनि त्यस्तै हुन्छ, ब्यारेन ल्यान्ड जस्तो, पाँचो जमिन जस्तो हुन्छ, हैन. अनि त्यसमा कोरेर प्लॉइङ गरेर त्यसमा केही बाली या राम्रो फुल रोपिदियो भने त्यो तपाईको राम्रो सीड्स रोपियो भने राम्रो आउटपुट दिन्छ. जस्ट टेलिङ अबाउट यु. थ्याङ्क यू, आई लभ यु टु लिसन माई भिडियो.